नमस्ते साथीहरू, ब्याङ्किङ क्षेत्रमा स्थायी सरकारी जागिरको खोजीमा हुनुहुन्छ भने तपाईको लागि एउटा एकदमै ठूलो र सुनौलो अवसर आएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडले लोकसेवा आयोगको सहमतिमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पद पूर्तिको लागि ठूलो संख्यामा नयाँ भ्याकेन्सी खुलाएको छ। आजको यस भिडियोमा म तपाईहरुलाई कुन तहमा कुन पदका लागि कति संख्यामा भ्याकेन्सी खुलेको छ र योग्यता के चाहिन्छ र यसको फारम कसरी भर्ने सम्पूर्ण जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सिधै विज्ञापनतर्फ लागौँ है त। विस्तृत रूपमा भन्नुपर्दा यसपटक ब्याङ्कले तह 5 देखि तह 9 सम्मका विभिन्न प्रशासनिक र प्राविधिक पदहरूमा आवेदन मागेको छ। अलि धेरै प्रतिस्पर्धा हुने भनेको वरिष्ठ सहायकमा हो नि त, त्यसतर्फ लागौँ है त। फर्स्टमा वरिष्ठ सहायकमा कोशीदेखि सुदूरपश्चिमको लागि खोलेको छ। तर्फ कोशीमा 8 जना, मधेसमा 10 जना, बागमतीमा 7 जना, गण्डकीमा 5 जना, लुम्बिनीमा 5 जना, कर्णालीमा 2 जना र सुदूरपश्चिममा 2 जना। अनि अर्को भनेको वरिष्ठ सहायक नगदको क्यास तर्फ है। यसमा चाहिँ लगभग सबै प्रदेशमा 1 देखि 2 जना सिटको लागि खुलेको छ। अनि अब आउँछ सबैभन्दा महत्त्वपूर्ण है त, वरिष्ठ सहायकको लागि यो चोटि प्रिटेस्ट चाहिँदैन। वरिष्ठ सहायकमा फर्म भर्नको लागि चाहिँ हजुरहरूले ब्याचलरमा म्यानेजमेन्ट गरेको हुनु पर्यो। अनि त्यसपछि अर्को कुरा भनेको यो फर्म भर्न हजुरहरूलाई सिङ्गर दस्तुरमा 21 दिनको मात्र छ हैन। धेरै जसो साथीहरूले चाहिँ अन्तिम दिनमा फर्म भरौला भनेर सोच्नुहुन्छ, तर अन्तिममा सबै समयमा ब्याङ्कको सर्भर डाउन भएर फारम अड्किने सम्भावना एकदमै धेरै हुन्छ। त्यसैले ढिला नगर्नुहोस्। आजै भोलि नै आफ्ना डकुमेन्टहरू रेडी बनाएर फारम भर्नु होला। यदि 21 दिनभित्र छुटिहाल्यो भने मात्र थप 7 दिन दोबर दस्तुर तिरेर फर्म भर्न सक्नुहुनेछ। आफूले मेहनत गरेर कमाएको पैसा किन बढी तिर्ने। बेलाको यो फर्मको बारेमा कुरा गरौँ है त, फर्म कसरी भर्ने भनेर। फर्म भर्ने प्रक्रिया चाहिँ पूर्ण रूपमा अनलाइन माध्यम नै हो। तपाईले राष्ट्रिय वाणिज्य ब्याङ्कको आधिकारिक भ्याकेन्सी पोर्टलमा गएर आवेदन दिन सक्नुहुनेछ। फर्म भर्दा चाहिने डकुमेन्ट भनेको तपाईको नेपाली नागरिकताको प्रमाणपत्र, ट्रान्सक्रिप्ट भयो, क्यारेक्टर सर्टिफिकेट भयो, अनि हाल सक्नुहुनेछ हैन। समावेशीको कारणमा त हजुरको समावेशीको डकुमेन्ट चाहियो। मधेसीको हकमा मधेसी प्रमाणित भयोको। यसको एक्जाम भनेको चाहिँ हजुरहरूले जुन प्रदेशबाट फर्म भर्नुहुन्छ त्यही प्रदेशमा हुन्छ। प्रदेशको लागि फर्म भर्नुहुन्छ भने यसको एक्जाम जलेश्वरमा हुन्छ हजुरहरूको। तपाईहरु मध्ये को कुन चाहिँ तह र पदको लागि तयार गर्दै हुनुहुन्छ तल कमेन्ट बक्समा लेख्न नबिर्सनु होला। भिडियो उपयोगी लाग्यो भने एउटा लाइक गरिदिनु होला र ब्याङ्किङ तथा लोकसेवाको यस्तै ताजा अपडेट र तयारी सामग्रीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। सबैलाई परीक्षाको ब्याङ्किङ यात्राको लागि हार्दिक शुभकामना। धन्यवाद।